स्वागत छ। आज हामी नयाँ वर्षको कुरा गर्दैछौँ, तर पात्रोमा जनवरी 1 को होइन। होइन? हामी हिमालयको काखमा मनाइने एउटा एकदमै जीवन्त उत्सव लोसारको संसारमा अलिक गहिरिएर पस्दैछौँ। लोसार? लोसारको शाब्दिक अर्थ त नयाँ वर्ष नै हो नि, होइन? लो अर्थात् वर्ष अनि सार अर्थात् नयाँ। हो, तर रमाइलो कुरा के छ भने लोसार एउटै मात्र हुँदैन। ए यो त एउटा विशाल सांस्कृतिक छाता जस्तो हो भनौँ न, जसमुनि विभिन्न समुदायले आफ्नै परम्परा र पात्रो अनुसार नयाँ वर्ष मनाउँछन्। हो, गुरुङको, तामाङको, शेर्पाको एकदम। सबैको फरक फरक। एकदम। आज हामीले केलाउन लागेको सामग्री अनुसार हामी 3 प्रमुख लोसारहरू तमु, सोनम र ग्याल्पो बीचको फरक र समानतालाई खोतल्नेछौँ। हाम्रो आजको यात्राको उद्देश्य त्यही हो। 3 फरक लोसार, 3 फरक परम्परा, तर के यिनीहरूको आत्मा एउटै हो? राम्रो प्रश्न। आउनुहोस्, यो सांस्कृतिक रहस्यको पत्र उधिनौ। ल, सुरु गरौँ यसको जराबाट। लोसारको सुरुवात कहाँबाट भयो? यो बौद्ध धर्मसँगै आयो कि त्यो भन्न पनि पुरानो हो? यो बौद्ध धर्मभन्दा निकै पुरानो हो। हो र? हो, यसको जरा तिब्बतको प्राचीन पूर्व बौद्ध बोन धर्ममा गडेको छ। कल्पना गर्नुहोस्, त्यति बेला गुम्बा होइन, प्रकृति नै मन्दिर थियो। ए, प्रकृति नै मन्दिर। मानिसहरू हिमाल, खोला र वनका देवताहरूलाई खुसी पार्न धूप बाल्थे, भेटी चढाउँथे। यो राम्रो फसल र सुरक्षाको लागि गरिने एउटा मौसमी अनुष्ठान थियो, प्रकृतिसँगको सीधा संवाद जस्तो। अर्थात् यो सुरुमा एउटा कृषि केन्द्रित पर्व थियो, होइन? जीवन मरणको चक्रसँग जोडिएको। ठ्याक्कै। अनि बौद्ध धर्मको प्रवेशले यसलाई कसरी परिवर्तन गर्यो त? के पुरानो परम्परा पुरै हरायो? हराएन, बरु रूपान्तरण भयो। जब 7औं शताब्दीतिर तिब्बतमा बौद्ध धर्म फैलियो, यसले बोन परम्परालाई विस्थापित गरेन, बरु आफूमा समाहित गर्यो। ए, समाहित गर्यो। हो, पहिले प्रकृतिलाई चढाइने धूप अब बुद्ध र बोधिसत्वहरूलाई चढाइन थालियो। यही क्रममा गुम्बाहरूमा विशेष पूजापाठ र मुखुन्डो लगाएर गरिने छाम नृत्य जस्ता दार्शनिक र कलात्मक पक्षहरू थपिए। ए, त्यसैले यो पर्वमा हामी प्रकृति पूजा र गहिरो बौद्ध दर्शनको एउटा सुन्दर मिश्रण देख्छौँ। एकदम। अनि यसको मिति किन हरेक वर्ष फरक पर्छ? किनभने यो चन्द्र पात्रोमा आधारित छ। हाम्रो सौर्य पात्रो जस्तो स्थिर हुँदैन। चन्द्रमाको गति अनुसार चल्ने भएकोले यसको मिति हरेक वर्ष जनवरी र मार्चको बीचमा यताउता परिरहन्छ। र विभिन्न समुदायले चन्द्रपात्रोको व्याख्या आफ्नै तरिकाले गर्ने हुनाले नै हामी 3 फरक समयमा मनाइने लोसारहरू देख्छौँ। ल, त्यसो भए अब पहिलो लोसार तमु लोसारबाटै सुरु गरौँ। यो सबैभन्दा पहिले आउँछ, होइन त? हो, तमु लोसार गुरुङ समुदायले मनाउँछन्। तमु उनीहरूको मौलिक पहिचान हो। तमु यो हरेक वर्ष पुष 15 गते अर्थात् डिसेम्बरको अन्त्यतिर पर्छ। पुष 15। अनि यो पर्वको एउटा रमाइलो कुरा के छ भने अरू लोसार जस्तो यो गुम्बा वा भिक्षुहरूमा त्यति केन्द्रित छैन। ए, होइन? छैन। यो विशुद्ध रूपमा परिवार, समुदाय र पुर्खामा केन्द्रित छ। समुदाय केन्द्रित भन्नाले कस्तो? यसका विधिहरू कस्ता हुन्छन् त? यसमा घरको सरसफाइलाई ठूलो महत्त्व दिइन्छ। नयाँ वर्ष आउनु अघि घरलाई सफा गर्नु भनेको केवल धुलो मैलो हटाउनु मात्र होइन, गएको वर्षका सबै नराम्रा भाग्य, रोग र नकारात्मक ऊर्जालाई बाहिर फाल्नु हो भन्ने विश्वास छ। एक किसिमको शुद्धिकरण हो। त्यसपछि पुर्खाको पूजा गरिन्छ। यो आफ्नो जरासँग पुनः जोडिने एउटा शक्तिशाली क्षण हो। अनि खानपिन र नाचगान बिना त उत्सव खल्लो हुन्छ नि। तमु लोसारमा के विशेष हुन्छ? अवश्य। परम्परागत खानामा सेलरोटी, खाप्से जुन तिब्बती रोटी हो, अनि मासुका विभिन्न परिकार हुन्छन्। अनि सांस्कृतिक पक्ष त झनै जीवन्त छ। पुरुषहरूले कम्मरमा पटुकासहित भाङ्ग्रा र कछड लगाउँछन् भने महिलाहरूले मखमरी चोलो र घलेकामा सजिएका हुन्छन्। एकदमै सुन्दर देखिन्छ होला। हो। अनि साँझमा घाटु र सोरठी जस्ता लोकनृत्यहरू प्रस्तुत गरिन्छ, जसले समुदायको कथा र इतिहासलाई जीवन्त बनाउँछ। सुन्दैखेरि एउटा न्यानो पारिवारिक जमघटको चित्र दिमागमा आउँछ। तमु लोसार भनेको धार्मिक अनुष्ठान भन्दा पनि आफ्नो पहिचान र पुर्खालाई सम्मान गर्ने एउटा सामाजिक उत्सव रहेछ। एकदम सही। यो आफ्नो जरालाई सम्झने र समुदायको एकतालाई बलियो बनाउने पर्व हो।
तमु लोसारको यो समुदाय केन्द्रित परम्पराबाट अब अलिकति ज्योतिष र भाग्यमा बढी केन्द्रित हुने सोनम लोसारतिर लागौं। नामले नै सौभाग्य बोकेको यो पर्व कसरी फरक छ त? सोनम लोसार तामाङ समुदायले माघ शुक्ल प्रतिपदा अर्थात् जनवरी फेब्रुअरी महिनातिर मनाउँछन्। सोनमको अर्थ पुण्य वा सौभाग्य हो। पुण्य वा सौभाग्य हो र यसको सबैभन्दा अद्वितीय र केन्द्रीय विशेषता भनेको 12 वर्षे पशु राशिफल चक्र, जसलाई लोह भनिन्छ, त्यसको कडा पालना गर्नु हो। यो 12 वर्षे पशु राशिफलको कुरा निकै रोचक छ। हामीले सुनेका मुसा, गोरु, बाघ, खरायो, यो केवल यो वर्ष खरायोको हो भनेर मात्र सीमित छ कि यसले व्यक्तिको व्यक्तित्व, भाग्य र समुदायको वार्षिक योजनामा पनि गहिरो प्रभाव पार्छ? जस्तै यो वर्ष बाघको वर्ष हो, त्यसैले हामीले अलि आँटिलो काम गर्नुपर्छ भन्ने जस्तो केही हुन्छ? तपाईले एकदमै महत्त्वपूर्ण कुरा उठाउनुभयो। यो केवल एउटा पात्रोको जनावर मात्र होइन। तामाङ समुदायमा बच्चा जन्मेको वर्षको जनावरले उसको स्वभाव, चरित्र र भविष्य निर्धारण गर्छ भन्ने गहिरो विश्वास छ। साँच्चै? हो। जस्तै ड्रागन वर्षमा जन्मेको व्यक्तिलाई शक्तिशाली र करिश्मा भएको मानिन्छ भने खरायो वर्षमा जन्मेकोलाई शान्त र कलात्मक। विवाह गर्दा पनि केटा र केटीको लोह मिल्छ कि मिल्दैन भनेर हेरिन्छ। वाउ! अर्थात् यो उनीहरूको पहिचानको एउटा अभिन्न अङ्ग रहेछ, जसले जीवनका महत्त्वपूर्ण निर्णयहरूमा समेत प्रभाव पार्छ। एकदम। अनि सोनम लोसारका परम्पराहरू कस्ता छन्? के यो पनि परिवार केन्द्रित नै हो? यो अलि फरक छ। सोनम लोसारमा बिहानै गुम्बामा गएर प्रार्थना गर्ने र हजारौं दियो बाल्ने चलन छ। गुम्बामा? हो, जहाँ भिक्षुहरूले विश्व शान्तिको लागि विशेष पूजा गर्छन्। पुण्य कमाउने कुरामा यहाँ बढी जोड दिइन्छ। त्यसपछि घर फर्किएर परिवारका ठूला बडा, विशेष गरी आमा बुवाको हातबाट आशीर्वाद लिइन्छ। अनि खानपिन र रमाइलो? खानामा खाप्से, बाबरी, मासुका परिकार र विशेष गरी न्यानो बटर टी, पोचाको ठूलो महत्त्व छ। बटर टी? हो। अनि सांस्कृतिक कार्यक्रमहरूमा त तामाङ सेलो र डम्फुको तालमा ननाच्ने कोही हुँदैन। डम्फुको त्यो लयबद्ध धुनले सबैलाई एकै ठाउँमा ल्याउँछ। भनेपछि सोनम लोसारमा बौद्ध प्रार्थना, ज्योतिषीय विश्वास र सांस्कृतिक रमाइलोको अद्भुत सन्तुलन देखिन्छ। एकदम। अब सबैभन्दा व्यापक रूपमा चिनिने र सायद सबैभन्दा भव्य लोसार, ग्याल्पो लोसारको कुरा गरौं। ग्याल्पोको अर्थ राजा हो भन्ने सुनेको थिएँ। के यसको सम्बन्ध कुनै राजपरिवारसँग छ? हो, ग्याल्पोको अर्थ राजा हो र यसले यसको सम्बन्ध शाही तिब्बती पात्रोसँग रहेको सङ्केत गर्छ। यो तिब्बती, शेर्पा, ह्योल्मो, भुटिया, लोवा जस्ता थुप्रै समुदायहरूले मनाउँछन्। धेरै समुदायले? र यो कुनै 1-2 दिनको उत्सव होइन। यो त 3 दिनदेखि 15 दिनसम्म चल्ने एउटा महोत्सव हो। 15 दिन? यो त निकै लामो उत्सव रहेछ। यसका मुख्य आकर्षणहरू के हुन्? पक्कै पनि तयारी भव्य हुन्छ होला। तयारी त नयाँ वर्ष आउनु हप्तौं अघिदेखि सुरु हुन्छ। तर सबैभन्दा रोचक विधि नयाँ वर्षको 2 दिन अघि हुन्छ, जसलाई गुथोर भनिन्छ। गुथोर? यस दिन गुम्बाहरूमा दुष्ट आत्माहरूलाई धपाउन मुखुण्डो लगाएर छाम नृत्य गरिन्छ। यो हेर्दा एउटा नाटकीय नाच जस्तो देखिए पनि यसको हरेक चाल, हरेक मुखुण्डोको एउटा प्रतीकात्मक अर्थ हुन्छ। कस्तो अर्थ? यो दुष्ट शक्तिहरूमाथि धर्मको विजयको प्रत्यक्ष प्रस्तुति हो भनौँ न। अनि त्यसपछि? त्यसपछि वर्षभरिको नकारात्मकता, रिस, रोग सबैलाई एउटा पुतलामा केन्द्रित गरेर त्यसलाई जलाइन्छ वा फ्याँकिन्छ। यो एक किसिमको सामूहिक मनोवैज्ञानिक शुद्धिकरण हो। रोचक। त्यस रात परिवारका सबैजना मिलेर गुथुक नामक एक विशेष चाउचाउको सुप खान्छन्। ग्याल्पो लोसारको भव्यताको कुरा गर्दा यसको खानामा पनि त्यो झल्किन्छ होला। मैले यही गुथुकको बारेमा सुनेको छु, जहाँ सुपभित्र लुकाइएका कुराले भविष्य बताउँछ भनिन्छ। यो त रमाइलो अन्धविश्वास जस्तो पनि सुनिन्छ, होइन? हो, यो एकदमै रमाइलो परम्परा हो। कस्तो हुन्छ? सुपमा पिठोको डल्लोभित्र विभिन्न साङ्केतिक वस्तुहरू लुकाइएको हुन्छ, जस्तै खुर्सानी, नुन, कोइला, कपास, कागज आदि। अनि जसको कचौरामा जे पर्छ त्यसले उसको स्वभाव वा आउँदो वर्ष कस्तो हुन्छ भन्ने सङ्केत गर्छ। मलाई पर्यो भने त पक्कै खुर्सानी पर्छ होला। कसैलाई खुर्सानी पर्यो भने के हुन्छ? खुर्सानी पर्ने मान्छे रिसाहा वा मुखाले हुन्छ भन्ने ठानिन्छ। कपास पर्यो भने नरम हृदयको,
कोइला पर्यो भने कालो मन भएको ए र कागज पर्यो भने विद्वान हुन्छ भनेर जिस्काउने चलन छ। यो एउटा पारिवारिक रमाइलो क्षण हो जसले सबैलाई एकै ठाउँमा ल्याउँछ र नयाँ वर्षको सुरुवातलाई हल्का र रमाइलो बनाउँछ। कति गजबको परम्परा। अनि नयाँ वर्षका मुख्य दिनहरूमा के हुन्छ त? ल, मुख्य 3 दिनहरू एकदमै महत्त्वपूर्ण हुन्छन् नि। पहिलो दिनलाई लामा लोसार भनिन्छ, जुन धर्मगुरु र भिक्षुहरूलाई सम्मान गर्न समर्पित हुन्छ। लामा लोसार? दोस्रो दिन ग्याल्पो लोसार, अर्थात् आधिकारिक नयाँ वर्ष हो। यस दिन बिहानै उठेर नयाँ लुगा लगाइन्छ, घर घरमा प्रार्थनाका झण्डाहरू फहराइन्छन् र शुभकामना आदान प्रदान गरिन्छ। अनि तेस्रो दिन? तेस्रो दिनलाई सामुदायिक लोसार भनिन्छ, जहाँ साथीभाइ आफन्तसँग भेटघाट गर्ने र भोज भतेरा गर्ने चलन छ। तीनवटै लोसार बारे यति गहिरिएर बुझिसकेपछि मलाई के लाग्यो भने यिनीहरूको मनाउने तरिका, समय र जोड दिने कुराहरू फरक भए पनि कतै न कतै एउटा साझा धागोले यिनीहरूलाई बाँधेको छ। केही साझा प्रतीकहरू छन् होला नि? एकदम, तीनवटै लोसारमा केही साझा प्रतीकहरू प्रष्ट देखिन्छन्, जस्तै लुङता अर्थात् प्रार्थना झण्डा। ए, ती रङ्गी-चङ्गी झण्डाहरू हो। यी झण्डाहरू घरको छतमा वा डाँडाहरूमा फहराइन्छ। हावाले ती झण्डालाई हल्लाउँदा त्यसमा लेखिएका मन्त्र र प्रार्थनाहरू संसारभरि फैलिन्छन् र सबैको कल्याण गर्छन् भन्ने विश्वास छ। यसले हाम्रो मनभित्रको अज्ञानताको अन्धकारलाई हटाएर ज्ञान र करुणाको प्रकाश फैलाउँछ भन्ने दार्शनिक अर्थ राख्छ। त्यसैगरी शुद्धिकरणको लागि धूप बालिन्छ, जसलाई साङ भनिन्छ। यी सबै प्रतीकहरूले कृतज्ञता र प्रचुरताको भावनालाई दर्शाउँछन्। त्यसो भए आजको यो आधुनिक दौडधुपको जिन्दगीमा यी पर्वहरूको महत्त्व के हो? यो केवल रमाइलो गर्न पाइने एउटा विधा मात्र हो कि भन्दा गहिरो केही छ? यो विधाभन्दा धेरै माथि छ। पहिलो कुरा, यो आफ्नो पहिचानको संरक्षण हो। जब विश्व एउटा ग्लोबल भिलेज बनिरहेको छ, आफ्नो मौलिक संस्कृतिलाई जोगाइराख्नु एउटा ठूलो चुनौती हो। लोसारले त्यो अवसर दिन्छ। ठीक हो। दोस्रो, यो पुर्खासँगको सम्बन्ध नवीकरण गर्ने एउटा माध्यम हो। अनि नयाँ पुस्तालाई आफ्नो जरासँग जोड्ने काम पनि त गर्छ होला? निश्चित रूपमा। आज विश्वभर छरिएर रहेका हिमालय समुदायहरूलाई यसले एकताको सूत्रमा बाँध्छ र सांस्कृतिक गौरवलाई बलियो बनाउँछ। लन्डनमा हुर्किरहेको एउटा गुरुङ युवा वा न्युयोर्कमा पढिरहेको शेर्पा युवतीका लागि लोसार आफ्नो जरासँग जोडिने, आफ्नो भाषा बोल्ने र आफ्नो समुदायका मानिसहरूसँग भेट्ने एक महत्त्वपूर्ण अवसर बनेको छ। आजको हाम्रो यो गहिरो छलफलबाट के स्पष्ट हुन्छ भने लोसार केवल पात्रो फेरिने दिन होइन। यो त नवीकरण, शुद्धिकरण, कृतज्ञता र आशाको प्रतीक हो। चाहे त्यो पुर्खालाई सम्मान गर्ने तमु लोसार होस्, भाग्य र ज्योतिषमा केन्द्रित सोनम लोसार होस्, वा राजसी र भव्य ग्याल्पो लोसार, सबैको सार एउटै देखिन्छ। विगतको सम्मान गर, वर्तमानमा रमाऊ र भविष्यलाई सकारात्मकताका साथ स्वागत गर। हो, र यसलाई अझ बृहत सन्दर्भमा जोडेर हेर्दा आजको हाम्रो कुराकानीले एउटा महत्त्वपूर्ण प्रश्न पनि खडा गर्छ। के प्रश्न? विश्वव्यापीकरणको यो युगमा यस्ता प्राचीन पर्वहरूले कसरी आफूलाई जीवित राख्छन्? यिनीहरूले समयसँगै आफूलाई कसरी अनुकूल बनाउँदै लगेका छन्? र विशेष गरी विदेशमा बस्ने नयाँ पुस्ताका लागि, जसको जीवनशैली र परिवेश बिल्कुलै फरक छ, उनीहरूलाई आफ्नो जरासँग जोड्न यी पर्वहरूले कसरी नयाँ अर्थ र सान्दर्भिकता खोजिरहेका छन्? यो साँच्चै सोच्न पर्ने कुरा हो। परम्परा कसरी जीवन्त रहन्छ भन्ने प्रश्नको जवाफ सायद यही अनुकूलनमा लुकेको छ। सायद। सबैलाई लोसार टासी देलेक।